वाउ, घर बसी बसी इजी इन्कम। एटीएम कार्ड र चेक प्रयोग गरेर कसरी काम हुन्छ? ठिकै छ। रोक्नु सचेतना, यो ठगी हुन सक्छ। तर आधिकारिक जसो देखिन्छ त। आफ्नो एटीएम कार्ड, चेक वा सिम अरूलाई दिनु भनेको अत्यन्त जोखिमपूर्ण कार्य हो। यस्ता ठगी गर्नेहरूले तपाईको अकाउन्ट प्रयोग गरेर अवैध कारोबारहरू गर्छन्। यो एउटा मनी म्युल बनाउने तरिका हो। आफू सजग नहुँदा यस्ता ठगी गर्नेहरूको शिकार भइन्छ। धन्यवाद सर म्याम, अब म सचेत बन्छु र अरूलाई पनि सचेत गराउँछु। आफ्नो एटीएम कार्ड, पिन र चेक कसैलाई पनि नदिनुहोस्। सजिलो कमाईको नाममा आउने यस्ता प्रस्तावहरूमा विश्वास नगर्नुहोस्। आफू ठगीको शिकार भएमा सबै प्रमाण सुरक्षित राखी नजिकको प्रहरी कार्यालय वा साइबर ब्युरोमा सम्पर्क गर्नुहोस्।